मैले चाहिँ मोबाइल पसलको स्क्रिनसट गरेर ल्याएको छु है एकदम राम्रो लाग्यो हो दुईटा फोनमा नयाँ फोन किनेको छु यो रेडमीको 8 र रेडमीको 9 यो दुईटा फोनसँग चाहिँ तपाईँको यो फोन लिएर आउनु भएको छ। यो फोनसँग चाहिँ फेरि उहाँ चाहिँ रेडमीकै लभर्स हुँदो रहेछ। रेडमीको नोट 14 अहिलेको हट मोडल यो 8GB ऱ्याम 256GB को फोन जसमा चाहिँ तपाईँको 108 मेगापिक्सल क्यामेरा जसको ब्याट्री एमएच चाहिँ तपाईँको 5500 mAh को ब्याट्री ब्याकअप भएको फोन चाहिँ यो दुईटा फोनसँग एक्सचेन्ज गर्नुभएको छ। ल बहिनी कस्तो लाग्यो यसको तपाईँको चाहिँ यसको भ्यालुएसन भन्नुहोस्। एकदम राम्रो लाग्यो हो दुईटा फोनमा नयाँ फोन किनेको छु हो हजुर ल के भनिदिनुहुन्छ तपाईँको चाहिँ अरू साथीहरूलाई चाहिँ अरूको पनि पुरानो फोन छ भने एक्सचेन्ज गरेर नयाँ लग्नु होला मैले जस्तै ल धन्यवाद छ बहिनीलाई। हाम्रो चाहिँ टिकटकलाई फलो गरेर चाहिँ आउनु भएको छ। उहाँले चाहिँ स्क्रिनसटै गरेर ल्याउनु छ। देखाउनु त फोटोलाई। उहाँले चाहिँ हाम्रो टिकटकलाई चाहिँ यहाँ हो कि होइन भनेर चाहिँ तपाईँको चाहिँ स्क्रिनसटै गरेर ल्याउनु भएको छ। मैले चाहिँ मोबाइल पसलको स्क्रिनसट गरेर ल्याएको छु है ल टक्कसँगले उहाँले चाहिँ तपाईँको चाहिँ यो दुईटा फोन दिएर तपाईँको नोट 14 खरिद गर्नु भएको छ। यसमा हामीले तपाईँको चाहिँ यो ब्याक कभर अनि जब यसमा अगाडि एउटा राम्रो स्क्रिन गार्ड यो हालिदिइसकेका छौँ। अब बहिनीलाई यति मात्रै होइन एउटा तपाईँको चाहिँ हामी एउटा एकदम हामीलाई फलो गरेर आउनु भएकोमा चाहिँ एउटा हेडफोन पनि दिँदैछ। एउटा हेडफोन दिन्छ ल बहिनीलाई चाहिँ हाम्रो टिकटक फलो गर्नुभएको चाहिँ एउटा यो हेडफोन बहिनीलाई यो थाहै थिएन होला यस्तो आउँछ भन्ने कुरो। यो गिफ्ट पनि दिएको छौँ। सरप्राइज नै भयो तपाईँलाई धेरै धेरै धन्यवाद। ल हजुरहरूलाई पनि तपाईँको चाहिँ यस्तो चाहिँ पुरानो फोनहरू तपाईँको बिग्रेको घरमा भत्केको फोनहरू छ भने चाहिँ तपाईँको लिएर आउनु होला एक्सचेन्जको लागि। तपाईँको यो रेडमी मात्रै होइन तपाईँको चाहिँ रियलमी ओप्पो भिभो तपाईँको चाहिँ स्यामसङ एप्पल सबैसँग चाहिँ तपाईँको चाहिँ एक्सचेन्ज हुन्छ। र यसको लागि सम्झिनु पर्ने हुन्छ हजुरले चाहिँ कहाँ भन्दाखेरि चाहिँ तपाईँको करुणा कम्युनिकेसन कर्नर खाँदबारीलाई धन्यवाद। हस्।